गुड मर्निङ साथीहरू। आज म आलुको सुक्खा सब्जी बनाउँदैछु। सुक्खा सब्जीको लागि हरियो मसला तयार गर्दैछु। हरियो मसलामा के छ भन्दा हरियो खुर्सानी, हरियो धनिया, लसुन, अदुवा, नुन स्वादअनुसार र एकसाथ गरेर जिरा दरदरा पिसेर त्यसमा कुकरमा आलु हाल्ने अनि त्यो दरदरा पिसेको मसला सबै मिलाएर अनि तोरीको तेल माथ्याएर हालिदिने। यसरी हालेर पकाउँदाखेरि मिठो हुन्छ। र मैले यसमा एक चिज हाल्न बिर्सेछु, चाट मसला या निम्बु हालेर बनायो भने चटपटा लाग्छ। मैले हालेन, पछि निकालेर हालेँ अनि पराठासँग खाँदा साह्रै मिठो हुन्छ। अनि हजुरहरूले पनि यस्तै गरेर खानुहोला। हस्।